सुन्नु न तलतिर चिप्ल्यो भने बङ्गलाङ मुङ्लुङ जाने तल यतापट्टि फेरि चक्का देखिएन नि खसेछ है भुवा त त्यो त मात्रै हेऱ्यो अलिकति घिर्लिएको भयो अनि के ढुङ्गा सर्लकै हालेस भयो अब त आएछ सर कस्तो कस्तो डेन्जर बाटो फेरि थोरै कि अलिकति मात्रै भयो आइन्छ फेरि यही बेला पानी आएर झन् चिप्लो भयो हो ढलान कहाँनिरबाट आउनु छ अब आइसक्यो नि ऊ आइसक्यो नि ऊ अब यति जोगन छ बिस्तारै ढलान उठ्यो होइन अघि आधी बाटोबाट फर्केर जानु ढलानको ठिक गर्नुभयो भिनाजु आएर झन् तलतिर होइन भिनाजु अब उता यता जाने उता जाने घुसेल जाने बाटो अब यही बाटो हो यता चाहिँ बाटो धेरै गाडीको चलपल हुने ठाउँ रहेको छ अघि सिधै बाटो जानुपर्छ हामी है नि उताबाट माथिबाट जानुपर्ने के थाहा भयो र अब बाटो राम्रो छ भन्दा नि त्यो भले खोल्या भने के थाहा र भले नखोल्या फेरि अति भले नखोल्या भने हो भने राम्रो थियो राम्रो रहेछ जोइ उयो झ्याल खोल्नु जौबारी यही हो जौबारी बोल्ने जिन्दगीमा यस्तै अनुभव पनि चाहिन्छ होइन चाहिँ हिँड्दाखेरि कहिले अप्ठ्यारो नि हुन्छ कहिले सप्ठ्यारो पनि हुन्छ यस्तै हो यस्तो बाटो हिँडेपछि अनिखेरि कन्फिडेन्स बढ्दै जाने हो कि त्यो फलान ठाउँमा यसो रहेछ भनेर जानिन्छ कि आउनुभयो कि भएन ए आउँदैछ धेरै हाइट छ यो है हाइट छ नि म यो बाटो आएको यो बाटो चाहिँ नि खन्दै थियो होला त्यतिखेर आएको थिएँ जन्ता आएको उहाँ घुसेल जन्ता जाँदाखेरि आएको अनि नआएको त धेरै वर्ष भइसक्यो अनि सिन कस्तो राम्रो आएको है बारी पनि देखिने है ठाउँ ठाउँ यो पोस्ट आउनु पर्छ है अब फेसबुक आएछ र मैले बनाउन मेरो कहाँ हुनु पसिना भने पानी छ र छैन म अनि अब त्यो ओर्लिन भएन कि अनुभव पनि गर्नुपर्छ क्या यस्तो बाटो होइन डढाएर कामै छैन हो साह्रै हँसाउनु हो क्या तपाईँ पानी खाने त ल पानी खाइ अब पानी खानु पर्यो साथीहरू होइन भनौँ न एउटा कुरो सास फेर्नु पर्यो अब यत्रो कस्तो डेन्जर त्यो बाटो बाई बाई जन
डिजलहरू पाइँदैन नि। उहाँहरूले कुदाइ जाने अब अब घर जाने तिन खाना उहाँहरूले कुन चलाउनु मजा आउँछ कि बिस्तारै होइन गाडी पनि देखिन्छ भिडियोमा होइन अघि त हामीले कति देख्यो होला भिडियो। पाहाडको बाटो चाहिँ हो पाहाडै बोल्छन् यता तिनीहरूले कत्रो फुच्चे देखिन्छ है यो गोवाको गाडी त्योदेखि पनि कहाँ कहाँ त गएर आइसक्यो। बल्छु लाग्छ यो गाडीमा इलाम जाने भन्दै थियो टोरेन त्यो गाडीमा हुन्छ बिस्तारै बस्दै गयो भने बागलुङसम्म पुगिसक्यो तर हाम्रो जहिले पनि जान्छ त्यो त जब सजिलो छ बाटो 2 घन्टा चलाउँदै रोक्दै गयो भने पुगिहाल्छ नि किन धेरै हाँके गर्नु पऱ्यो होइन 2 घन्टा चलाउने चिसो खाने होइन 2 घन्टामा धेरै 100 किलोमिटर भन्दा पनि बढी कुट्छ तर मोटर गाडीहरू चाहिँ हामी अब त्यो सबै भइरहेछ त भरत तर यतिको बाटो हो भने चाहिँ हुन्छ क्या पिचहरू यतिको के कुनमा भइहाल्छ नि यसो घुम्नु त हुने सानो गाडी थियो है ऊ पनि पुग्ने के साइड पनि जस्तोमा पनि पस्ने के टुच्च टोल्टीमा पनि पुटुक्क तल आउँदै छ है बिस्तारै भन्दा इन्द्रिन हेर्नु न ज्ञानी स्कुलमा ज्ञान भयो भने मात्रै हो। यो गाउँ गुरुजीको हुन्छ होइन यो अब आउने गाउँले देवीचौर 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 भने यता पो बुढन्चोली त्यहाँबाट यता देवीचौर जौबारी घुसेल त्यहाँबाट घुसेलबाट झाँगलकोटबाट माल्टा बाटाबाट त बागमती सम्म छ नि त माल्टा त पछि बाटाहरू छ है ठाउँमा अब के गरे अब यो त गाडी हामी 60 किलोमिटर गुडिस्यौँ आज म चाहिँ ए तपाईँ घरबाट त त्यहाँ नै छ 10 15 16 छ बस्नलाई आनन्द छ है यो गाडी आनन्द हजुर आनन्द त्यसमा गुम्सिन्छ चाहिँ हो गुम्सिन अलि यो फराकिलो छ क्या है किलो हो यो चाहिँ एकदम भनौँ न गाडी फरक पनि त्योभन्दा त्यसले केही हो क्या होइन 800 मात्र हो त्यो 800 हो 800 हो यो 1400 हो 1200 14 16 2500 तर गुगलमा कटल त उयो टनेल छ नि बाबु यो हजुर 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 तरकारीको त्यहाँ त अलिकति कतल त ए ल अब एकदिन आउनुपर्छ ल त्यही होला त्यही हो अघि हामी आएको बाटो आएको त्यो माथिको जाने रहेछ क्या भिड चाहिँ कुन बाटो अघि आएको बाटो आएको होइन यो त नयाँ खोल्दैछ यो नयाँ खोल्दै बाटो यो यहाँ पहिरो है मजाले पहिरो खसिरहेछ है बाटो बनाएको छ माथि जाने बाटो खुलाएको ए बाटो खुला हो बाटो ए त्यहाँबाट सरकारले फ्युल जोगाउनलाई बिजा दिन्छ हामी घुम्छ अब यो कहिलेकाहीँ घुम्न पनि पर्छ कि अब के अनि उस
जस्तो अफिस जानेलाई पो आन्तरिक हामीलाई यो आन्तरिक पर्यटन अब त्यत्रो भ्युटाहरू करोडौँ खर्च गरेर बनाइदिएछन् नेताजीहरूले। अब घुमाउन् जहाँ विभिन्न ठाउँबाट देशको चाहिँ भनौँ न भिजिट होस् होइन भनेर चाहिँ त्यस्तो देउचौर भनेकै यही गाउँलाई ल